चाहिँ भाटपाटी आइसकेको छौँ फिल्म हेर्नका लागि। जसको 2 नम्बरमा आएको छ। अब कस्तो लाग्यो विकास चाहिँ तर कस्तो लाग्यो? ओइ सबै ओइ हाम्रो भ्लग भोलि ट्याक्का युट्युब च्यानलमा किन हो र युट्युब नहाल्ने? युट्युब हाल्ने सर। अब चाहिँ हामी कतिमा ठिक छ म हाल्दैन। हामी चाहिँ उसमा जाँदैछौँ ल माथि सरमा आएको छ हेर न केटा यार आएको छ आइसक्यो। ल आइसक्यौँ हामी खुलिसक्यो ट्याक्क होइन ठिक छ केही भएन। कहाँ हो हामी? अझै माथि हो र? हो रहेछ माथि रहेछ। एक्सक्युज मी माथि जाऊ लेखेको छ। पितम्बर हेर्ने हो र केटा? ए हो र ठिक छ केही भएन। लेट्स गो हामी आइपुग्यौँ है। समाज वर्सेस समाजको साक्षात्कार कार्यक्रममा अतिथिको रूपमा अभिनेता राजेश हमाल उपस्थित भइसक्नु भएको छ। हामीलाई विश्वास छ अभिनेता हमाल र लेखक वसन्त विक बीचको साक्षात्कार रोचक हुनेछ। मलाई त विश्वास नै लागिरहेको छैन। मतलब तपाईसँग यसरी भेट भयो भनेर। एकचोटि छौँ सर। धन्यवाद सर। मेरो एउटा साथी थियो सर प्रेम, तपाईँको ठुलो फ्यान। गाउँमा सबैले उसलाई राजेश हमाल भन्थे। आफ्नो नामको बिचमा तपाईँको नाम जोडेको थियो, प्रेम आर छेत्री, प्रेम राजेश छेत्री। सानैबाट तपाईँ जस्तै हिरो बन्छु भन्थ्यो, तर अहिले यो संसारमा छैन। मैले पढिसकेँ तपाईँको यो पुस्तक समाज वर्सेस समाज। धेरै कुरा छुटेका छन्, तर जस्ताको त्यस्तै समाजलाई उतार्नु भएको छ। धेरै राम्रो लाग्यो। धन्यवाद सर। आज तपाईँसँग भेटेर उसको याद आयो। ओ आइम सरी। मेन्सन नट सर। अनि एउटा विकट गाउँमा हुर्केको, जातीय रूपले उपेक्षित, एउटा कथित दलित केटो गरिबी र परिस्थितिले लखेटिएर विदेश लाग्दै थियो। तर आज एउटा सशक्त युवा लेखकको रूपमा मेरो अगाडि बसेको छ। कस्तो लागिरहेछ तपाईँलाई यो सब? के भन्न चाहनुहुन्छ? हाम्रो समाज असाध्यै सुन्दर छ सर। यहाँका मान्छेहरूको मन कोमल छ, निश्चल छ। विश्वमै नेपालीहरूलाई सुन्दर मन भएका मान्छेहरू भनिन्छ। हुन पनि लक्ष्मीप्रसाद देवकोटाको मुना मदनमा मदनको उपचार गर्ने लासाको भोटे होस्, या मेरो सपना पूरा गर्न लागि पर्ने सत्यबहादुर मगर, बद्री कँडेल। हामीलाई उधारोमै भोको पेट भरिदिने ग्याल्मो तामाङ दिदी होस्, या मलाई लेख्न पढ्न प्रेरित गर्ने पुष्प श्रेष्ठ सर। सन्तानको लागि निरस जीवन बाँचेकी मेरी आमा जन्मती विक होस्, या मलाई बेपरवाह माया गर्ने शान्ति शर्मा। मायामा जेन फाल्ने प्रेम आर छेत्री, सपना विक होस्, या उनीहरूको मृत्युमा पश्चाताप गर्ने सुबेदार छेत्री, करवीर कामी। मलाई जेलबाट निकाल्न लागि पर्ने पूर्णबहादुर परियार, बिन्दु विक होस्, या डीएसपी सन्तोष खत्री। तपाईँ राजेश हमाल, म वसन्त विक, उहाँहरू हामी सबै यही समाजका अङ्ग हौं सर। एकअर्का बिना अपूर्ण छौं। कसैले दुःख पर्दा रुन्छौं, सुखमा हाँस्छौं, तर हामीभित्र एउटा डर छ सर, जातको डर। त सानो म ठुलो भन्ने अहमता, अथवा त ठुलो म सानो भन्ने हीनता बोध पैतेलाबाट काँडा निकाले जस्तो मन मस्तिष्कबाट यो जातको डर
अहमता र हीनता बोधलाई चट्ट निकालेर फालिदिने हो भने हाम्रो समाज अझै सुन्दर मात्रै होइन, बाँच्नका लागि हामीलाई सजिलो पनि हुने थियो। यसरी समाज भर्सेस समाज भएर लडिरहनु पर्ने थिएन। यही भन्न चाहन्छु।